त्यहाँबाट हेर ल तिमीले फेरि बुझ्छौ अघि मन बत्ती गयो कि छुट्टिँदो म के रहेछ, बोल्दिनँ अब सुन्छु समय मात्र म आफै तिमीलाई लास्टमा छुट्टिने कहानी रहेछ। भनिदिन्छु ल तिमीले कहानी बुझेछौ तर क्या भाग्य निरन्तर कठोर बन्दै जान्छ। भेटिनु पनि पर्दो रहेछ अनि छुटिनु पनि पर्दो रहेछ। ओइ क्या दुईजना भागिरहेछ के राजमिस्त्री छ ल हिरोमा त होइन कि म चाहिँ यो अर्कोमा पो एक्टिङ सुहाउँथ्यो होला यार मलाई गरेको पखाइ हेर ल यसको यसमा पो सुहाउँथ्यो होला है बरु मलाई एक्टिङ केटा हो त्यो हिरोमा भन्दा पनि गर्दाखेरि होइन हो नि यसमा त सुहाउँथ्यो होला यार मलाई बरु तर यसको रोल अलिक बेसी हुनु पर्थ्यो क्या हो क्या आँखा बन्द गरेर सुन र गाना फेरि अर्को जन्ममा तिम्रै हुन पाऊ नलेखिएको भाग्यलाई बोकेर आउन पाऊ फेरि छुट्टिएर मन सहन गाह्रो भो भारी पीडाहरू मनका बिसाउन पाऊ तिमीलाई फुल दिउला तिमीले घु गरे नि तिमीलाई माया दिउला तिमीले भुलिदिए नि तिमीले छाडी जाँदा भाँचिएको यो मन मैले टाल्न खोजे रसाइदियो नि झन् उकडा म एक्टिङ गर्न सक्छु होला त है हेर ल यो फुल कहाँ छ मुजी पातमा पातै छैन घरमा मलाई स्वप्निल दाइले बोलाएन क्या यो गीतको लागि यार म खेल्थेँ नि यार मनै त हो नि दुखी हाल्यो मनको कुरो यो बुझ्नलाई गाह्रो छाडी जानु नि कति सजिलो छाडिएको मन सम्हाल्नै गाह्रो मेरा समयहरूले तिमीलाई कुर्दै थिए मेरा जीवनभरिलाई यो बोझले भो मेरा हाँसोहरूको मैले श्राद्ध गरिदे तिम्रा हाँसोहरूको कामना गरे कि यो बाइक कुदाउने रोल सुहाउँथ्यो मलाई बाइक कुदाउने रोल सुहाउँथ्यो कि क्या हो मलाई त ओ केटा हो
होइन तिमीलाई फुल दिउँदा तिमीले भू गरे नि तिमीलाई माया दिउँला तिमीले भुलिदिए नि तिम्रा लाजलाई मैले सधैँ ढाकिदेऊला मेरा लाजहरूको कुनै ख्याल नराखी तिम्रा खुसीहरू मेरा खुसीलाई ओइ सरी ल सेन्टिकेट गएर बच्चाको रोल सुहाउँछ अरे हौ त्यो म्युजिक बोकेको त्यहाँ कसरी सुहाउँछ हौ बच्चाको रोल छ हौ रनमा कस्तो कुरा गरेको हौ सरी ल गाई जब हेर न यस्तो गाना बज्दै थियो म्युजिकले कमेन्टै ठ्याक्कै आँखाइ गयो क्या मेरो बच्चाको सुहाउँछ अरे म्याच तिमी खुसी हुनु मेरो याद नराखी मेरो भाग्यमा रहेनौ तिमी अब मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म मरे पनि मेरा तिमीलाई फोन दिउँला तिमीले घु गरे नि तिमीलाई माया दिउँला तिमीले भुलिदिए नि यस्तो छ केटा हो सेन्टी भए म होइन कहानी के हो भन्दाखेरि कहानीले के भन्न खोजेको छ भन्दाखेरि चाहिँ तिमीहरूले बुझ्दैनौ क्या अब कति तिमीहरू यस्तो कुराहरू बुझ्दैनौ अब यो हामी जस्तो स्क्रिप्ट राइटरहरूले सिरेक्ट गर्ने यस्तो फिल्ममा नलेज भएको स्टोरीहरूमा नलेज भएको मान्छेहरूले चाहिँ बुझ्छ अब यो तिमीहरूलाई अलिक थाहा छैन क्या तिमीहरू यस्तो बुझ्दैनौ होइन अब यो कहानी चाहिँ के हो भन्दाखेरि चाहिँ सर्टकटमा भन्नु पर्दाखेरि लङ कट नभनौँ गेम पनि खेल्नुपर्ने छ है तिमीहरू बुझ्दैनौ होइन कहानी जति तिमीहरू सबै काटेर सिधै खत्की खत मात्रै हेर्ने बानी छ कहानी पनि हेर्नुपर्छ कहानी बुझ्नको लागि तिमीहरू फिल्महरू हेर्दा कहानी सिधै काटेर सिधै कामतिर मात्र लाग्छौ नि कामतिर लाग्नु हुँदैन कहानी हो मेन कहानीले के भनेको छ त है यो कहानीमा चाहिँ के भनेको छ भन्दाखेरि छोरी मान्छे जुन केटी मान्छे छ त्यसलाई चाहिँ हल्का यो रोगी छ सर्ट टेम्पर सर्ट यो बिर्सिने टाइपको छ यो होइन केटाले त्यसलाई ट्रेनमा देख्यो पहिला केटी भागेकी थिए त्यो त्यस्तो खालको भएर बे गरी सुरुमा आगो लगाएको देखायो केटीको बुढा मऱ्यो बच्चा लिएर ट्रेनमा जाँदै थियो डाकुहरू लुट्न आयो डाकुमा केटा पनि पऱ्यो केटाले देख्यो केटीलाई अर्को त्यो डाकु त्यसको पार्टनर डाकुहरूले हल्का बुप्सहरू चाम्दै थियो के गर्दै थियो त्यस पछाडि त्यो केटाले गएर छुटाइसके पछाडि त्यो केटाले झगडा गर्यो यस्तो गरेर गन देखाएर केटाले सेक्दियो त्यस पछाडि तमुजीलाई अहिले भरे ट्रेन पछि लुटिसकेपछि पग भनौँ ल हेर्दैौँला भनौँ लगो केटीलाई उसले लगेर स्याउहरू खुवायो केयर गर्यो बच्चालाई पनि मजाले कोक्रो सोक्रोमा राखिदियो फलफुल किन्न जाँदाखेरि तरकारी किनेपछि ठ्याक्कै त्यो गुन्डाहरू जो उसकोसँग झगडा परेको थियो त्यो गुन्डाहरू भेट्यो बाटोमा त्यस पछाडि बाटोमा भेट भइसके पछाडि त्यो गुन्डाले यसलाई पछ्याउँदाखेरि यसको एक्लो लाइफ थिएन योसँग केटी र त्यो बच्चालाई पनि प्रोटेक्ट गर्नुपर्ने यसको
भनौँ न रेस्पोन्सिबिलिटी थियो। त्यस पछाडि उसले घर गयो, त्यतिखेर बच्चालाई टिप्दाखेरि सुसु गर्न गएकी रहेछन् केटी चाहिँ, मुत्न गएकी थिइन् कि अब के गर्नु गएकी थिइन् थाहा भएन, जस घरमा थिएनन्। अनि त्यसरी उसले जे देख्यो बच्चालाई चाहिँ बचाउँछु भनेर बच्चा लिएर ऊ जङ्गलतिर कुदो, गुन्डाहरूले खेदाए, गोली लाग्यो ढाडमा, कता कता लाग्यो, कता हात छाततिर लाग्यो, त्यो रगतहरू पातै पातमा टाँसिँदै गयो। तर त्यो साईको केटीले चाहिँ हल्का मेन्टल्ली सिक भएको केटीले चाहिँ मेरो बच्चालाई यसले लिएर मुजी गएर मारो जस्तो छ, रगतै रगत छ, बच्चाको पनि रगत छ, बाटोभरि रगतै रगत छ बच्चाको, मेरो बच्चालाई मारो होला योले भनेर त्यो केटीले सोची। त्यस पछाडि गन भेटी त्यो केटा, अब त्यो केटाको हातभरि रगतै रगत थियो। त्यो खासमा त केटालाई गोली लागेको थियो, तर त्यो केटीले चाहिँ केटाले मारो होला बच्चालाई भनेर केटालाई मारी ड्याममै पारी। त्यस पछाडि केटा अनि बच्चा एकछिनमा वहाँ 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 गरो। अनि त्यस पछाडि त्यो केटीलाई चाहिँ फिल भयो, ला मात सिक्ने भयो। बुझ्यौ? बुझ्यौ? यही हो कहानी। तिमीहरू कन्फ्युज भइरहेको थियो होला होइन? सर्टकटमा तिमीहरूलाई मैले बुझाइदिएको छु, तिमीहरूले बुझ्यौ। अब हामी गेम खेल्छौँ। अब नो रियाक्सन आजको लागि। इट्स अलरेडी फकिङ 10 PM। आज हामीलाई धेरै गेम खेल्नु छ, धेरै वर्ष भयो नखेलेको जस्तो लागिरहेछ। केटाहरूको गेम हेर्दाखेरि त केटाहरूको गेम भन्दा चाहिँ राम्रै खेल्छौँ हामी आज। चिकनका चिकन हामी त धेरै भयो यार नखेलेको। पब्जीको हालखबर के छ नि थाहा छैन यार केटा यार। मेरो भाग्यमा रहेनौ तिमी, ओभर गाइदिएको छ होइन स्वप्निल दाइले गाना चाहिँ। ला ला रन्डियटन के भएछ नि त फेरि? एलगाडो सेलगाडो केही छैन क्या मा चिकन? मैले त केही पनि जोडेको छैन क्या हो। पार्ट 1 को पनि एक्सप्लेन गर्नु न अरे। भरे अब स्वप्निल दाइलाई फोन गरेर सोध्छु। अनि ल यो पनि अघि दाइलाई सोधेर भनेको क्या, दाइ के हो कहानी चाहिँ भनेर, अनि तिमीहरूलाई बुझाइदिएको। अब भोलि दाइलाई फोन गर्छु, अनि दाइले कहानी भन्छ। के त बुझिन मुझी किन मारी केटीले म्याच जोतको म्यादरचुत डिरा म्याच चिकन खातेनी म्याच चिकन जोतमा मार केटालाई भनेर म पनि बिच्किँदै थिएँ नि। पछि कहानी यस्तो रहेछ क्या, दाइलाई अघि सोधेँ। अघिको भिडियोमा आधी छ, यो भिडियोबाट आधी। तिमीहरूलाई क्लिप स्लिप बनाउनेहरूलाई, टिकटक सिकटकतिर हाल्नेलाई, रियाक्सन हो र दाजु रियाक्सन भन्दै हाल्नेहरूलाई चाहिँ आधीको अघिको लाइभमा चाहिँ आधी यहाँबाट ल। ल मैले भन्दै थिएँ केटा हो केटी हल्का साइको उसको दिमागले अलिकति अब उसले भ्याउने खालको दिमाग छैन, मेमोरी लस, सर्ट मेमोरी लस टाइप्सको छ होइन। अनि त्यही भएर चाहिँ केटीले चाहिँ केटालाई चिन्न सकिरहेको छैन। तर छोरा मान्छे केटा मान्छेले चाहिँ एकदम माया गरिरहेको छ, नानी समेत अपनाइरहेको छ है। राजगिरी टाइप्सकै रहेछ हाम्रो एक्टर चाहिँ। नानीको झन् सजिलो भन्थ्यो, राजगिरीले पनि नानी लिएर आए झन् सजिलो, आफूले मेहनत त गर्नु पर्दैन भन्दै थियो। लगभग हाम्रो लभर बोय पनि त्यस्तै हुनुहुँदो रहेछ भन्दा पनि होइन, बिचरा मैले जिस्काएको। तर यहाँ चाहिँ कहाँ राजगिरीसँग कम्पेयर गर्नु? यहाँ हिरोले चाहिँ के गरेको भन्दाखेरि एउटा अब माया, एउटा भनौँ न एउटा माया, एउटा लभलाई, एउटा आफ्नो अब गर्लफ्रेन्डलाई कति पहिलेदेखि कति केयर गरेको थियो, कति माया गरेको थियो। अब त्यस्तो क्षणमा भेट्दाखेरि, त्यस्तो दुःखको क्षणमा भेट्दाखेरि उसले ट्रेनबाट डाकु आफ्नै डाकुको टोलीहरूसँग झगडा गरेर त्यो केटीलाई लिएर केयर गरेर आएछ। तर यो गुन्डाहरू चाहिँ अब डाकु त हो, यो मुजीलाई देख्यो यसलाई अब सेकौँ, अस्ति हामीलाई ट्रेनमा यसले न्यु खोजेछ भनेर यिनीहरू बाइक लिएर आइरहेछ। अब त्यो केटा एक्लो लाइफ भएको भए, त्यो छोरा मान्छेलाई एक्लो लाइफ भएको भए, बाल छैन जङ्की हो, ब्ल्याङ ब्लुङ दिँदै एक्लो ज्यान हो भन्ने हुन्छ। तर यहाँ 3टा ज्यान भयो। अब त्यो केटा एक्लै बाँच्नु त भाग्थ्यो होला, तर बच्चालाई पनि बचाउनु छ, आमालाई पनि बचाउनु छ है। कामना गरे बच्चा छैन, बच्चालाई लिएर गयो। तिमीलाई फुल दिउँदा तिमीले
तिमलाई माया दिउला तिमीले भुलिदिए नि तिम्रा लाजलाई मैले सधैँ ढाकिदेऊला मेरा समयले